हेलो माई डियर फ्रेन्ड, सबैलाई मेरो नमस्कार छ। म एउटा सानो मेरो मिनी भ्लग बनाउन जाँदैछु। त्यसमा चाहिँ मैले एउटा बिरयानीको बनाउनेको कोसिस गरिरहेको छु। तपाईहरुले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। बिरयानी चाहिँ कस्तो हुन्छ कोसिस चाहिँ मेरो छ बनाउने र म आज बनाउन जाँदैछु, हेरिदिनु होला। ल है साथी हो, यता हाम्रो बिरयानीको मसला रेडी भइसक्यो। यता हाम्रो प्याज पनि फ्राई भइसकेको छ। 2 घण्टा अगाडि नै म्यारिनेट गरेको चिकन यता प्याज काटेर रेडी भइसकेको छ र साथमा हाम्रो यता चामल पनि हामीले यहाँनिर बसाइसकेको छौँ। हाम्रो भात 90% भइसक्यो साथी हो बिरयानीको लागि। र यता हामीले साथै म्यारिनेट गरेको चिकन पनि बसाइसक्यौँ। यता हामीले छोड्दै पकाउँदै गर्दैछौँ चिकनलाई। पाक्दैछ हाम्रो यहाँ चिकन। साथै हामीले अब मेरो चिकन और चावललाई मिक्स गरेर भापा गरेर दिउँ। अनि यहाँनिर हेर्नुहोस् हाम्रो बिरयानी रेसिपी सर्भ भइसकेको छ। र साथमा यहाँ मेरो भदाई भाइ सबभन्दा पहिला स्टार्ट गर्दैछ, बिरयानी टेस्ट गर्दैछ। फेरि मजाले टेस्ट गर्दैछ। यता दिदीको छोरी, यता हाम्रो स्यालाड छ, दही छ, खट्टा दही, दिदीको छोरी, उसको फेभरेट बिरयानी टेस्ट पनि बताउँदैछ है। ल साथी, आजको मेरो मिनी ब्लग यतिकै। बाई बाई, टाटा।